कर्ची मर्ची चाहिँ हामी सबैको फेभरेट नै हुन्छ है। त्यसरी नै आज म बनाउँदैछु बिफको कर्ची मर्ची। यसको लागि मैले लिएको छु बिफको भुँडी र यसलाई मैले मजाले सफा गरेर यसरी हर्दी दलेर राखेको थिएँ र अब यसलाई म पिस गरेँ। यत्रो पिस गरेँ र प्रेसर कुकरमा एड गरेँ। त्यसमा लगाएँ सल्ट, पानी र 4 सिटी जस्तो प्रेसर कुक गर्नु दिएँ र लिए 3टा अनियन्स मजाले स्लाइस गरेँ। त्यसलाई मजाले स्लाइस गरिसकेपछि लिए एउटा टमेटोलाई मजाले स्लाइस गरेँ। एउटा प्यानमा मजाले तेल तताएँ अनि तेल तातिसकेपछि त्यसमा एड गरेँ मैले अघि स्लाइस गरेको अनियन्स। त्यसमा हालेँ मैले करी पत्ताले चाहिँ अलिक डिफ्रेन्ट फ्लेभर आउँछ र त्यसमा मैले एड गरेँ टमेटो मजाले चलाएँ र जिन्जर गार्लिक पेस्ट चलाएँ, एड गरेँ फेरि सल्ट मजाले चलाएँ र यसमा चाहिँ मैले अलिकति जिरा पाउडर पनि एड गरेको छु, बेसी होइन अलिकति मात्रै। र त्यहाँदेखिको मैले हालेँ अघि सिटी लगाएको जुन चाहिँ कर्ची मर्ची थियो त्यो एड गरेँ र 3टा खोर्सानी हालेँ र मजाले चलाएँ। मजाले चलाइसकेपछि मैले यसलाई मजाले ठुलो आँचमा पकाएँ, फ्राई गरेँ र माथिबाट एड गरेँ चिली फ्लेक्स, धनियाँ हालेँ र रेडी। एकैछिनमा रेडी भयो। हेर्नुहोस् त कति डिलिसियस भएको थियो। यो चाहिँ तपाईँले राइससँग पनि ट्राई गर्नु सक्नुहुन्छ, रोटीहरूसँग पनि ट्राई गर्नु सक्छ एकदमै। र त्यसै पनि तपाईँले यसलाई खानु सक्नुहुन्छ एज अ स्न्याक जस्तै, केही ड्रिङ्क्सहरूसँग एकदमै डिलिसियस हुन्छ।